नमस्कार नमस्कार नमस्कार। आज तपाईहरुलाई पक्कै पनि यसले के लिएर आयो भन्ने भइसक्यो होला। अब म तपाईहरुलाई देखाउँदै छु एकदम अर्ग्यानिक लोकल एन्टिअक्सिडेन्टले भरिपूर्ण कुरा है। ल हेर्नुस्, यो के हो सबैलाई थाहा छ, यो कटर हो। कटरको सिजन त आयो, तर कसरी खाने त भन्ने कुराले चाहिँ सबैलाई एकदम तनाव बनाएको हुन्छ। आज म तपाईहरुलाई सजिलो तरिकाले कटर पकाउने आइडिया सिकाउँछु, जसले चाहिँ हाम्रो लोकल आफ्नै करिसाबारीको उब्जाउ खान पनि सकियोस्, मिठो पनि होस् है त। ल कटर पकाउनको लागि चाहिँ पहिला तेल अलि धेरै नर्मल्ली चाहिँ तपाईको तरकारी पकाउनु सब्जी पकाउनु भन्दा अलि बढी हाल्नु पर्यो तेल, किनभने कटरलाई हामीले जहिले पनि मासुको दर्जा दिने पनि चलन छ हैन। कटर भनेको चाहिँ हाम्रो भेजिटेरियनहरुले चाहिँ हैन एकदम राम्रो तरकारीको रूपमा लिने चलन छ, त्यही भएर तेल लगाउनु पर्यो। अनि कटर, आलु काटिसकेको छ, प्याज छ। यो मसलामा चाहिँ तपाईको जीरा र लसुन खोर्सानी, जीराको अर्ग्यानिक टेस्ट हालिसकेपछि तपाईको त्यो कटर आफ्नै करेसाबारीको यो जुन कटर छ लोकल अर्ग्यानिक कटर, यसको स्वादै फरक आउँछ है। यो चाहिँ मेथी, थोरै मेथी हरेक सब्जी बनाउँदा होस् या मासु बनाउँदा होस्, चिकन बनाउँदा होस्, जे बनाउँदा पनि तपाईहरुले थोरै मेथी हाल्नुभयो भने खानाको टेस्टै फरक हुन्छ र यसले चाहिँ तपाईहरुलाई औषधिको पनि काम गर्ने होला। मेथी चाहिँ थोरै फुराउने गर्नु होला। अब मेथी यतिको भइसकेपछि हामीले प्याज लगाउने हो। प्याजलाई चाहिँ धेरै रातो पारी राख्नु पर्दैन, यसलाई चाहिँ हल्का पानी मर्न लागेपछि यो मसलालाई चाहिँ अझै राम्रोसँग सिलौटामा यसरी पिसेर स्वाद निक्लिने गरी स्वादिलो बनाएर हालिसकेपछि अब प्याज चाहिँ यतिको भएपछि अब मसला हाल्दाखेरि हुन्छ। अब मैले अलिकति बेसार हाल्छु। अनि यो जिरा र धनियाको पाउडर पनि छ, यसलाई पनि थोरै एड गरिदिन्छु। अनि त्यसपछि नुन पनि हाल्छु थोरै, तर नुन चाहिँ अलिकति कटर हालिसकेपछि हाल्नुपर्छ, किनभने त्यसमा नलाग्न सक्छ। यस्तो हुन्छ है। त्यसपछि यो चाहिँ मिक्सचरमा ग्राइन्ड गरेको टमाटरको पेस्ट हो। यसले चाहिँ ग्रेभीलाई अलि गाढा बनाउने काम गर्छ। टमाटर नलगाइ पनि आफू मन पर्दैन भने चाहिँ त्यत्तिकै पकाउन पनि सकिन्छ, टेस्ट एकदम राम्रो आउँछ।